गाइस र हामीहरु छौं अहिले जुम्लाको तरापीमा मतलब लेकमा एकदम माथि नि अनि हल्का फुल्का पानी परिरहेछ एन्ड म चाहिँ गाई दिए आछु नि हाम्रो गाई महाशयहरु उता हुनुहुन्छ कता हुनुहुन्छ रमाइरहनु भएको छ उता उता हुनुहुन्छ गाई महाशयहरु रमाइरहनु भएको छ एन्ड म जो जंगलमा छु नि यो जंगलभरि काफलै काफल के काफल पुरा जताततै हेर्छौं है काफलै काफल रातै छ के जंगल पुरै यति धेरै काफल छन् एक घण्टामा म खान लाग्यो मैले एउटा ठाउँको पनि खाएर सकेको छैन क्या म पहिला गाई उता लिएर जान्थे नि त्यहाँ काफल थियो तर यति धेरै छैनन् क्या यहाँ त यार कसम से जंगलभरि काफलै काफल छन् यार जता हेर्यो काफलै काफल एन्ड काफी मिठो छ नि काफलहरु मजा आइगयो यहाँ त नास्ता सास्ता ल्याउनु पर्दैन के गाई त्यहाँ आएपछि मस्तले काफल खाने अलिअलि आरु पाके छन् आरु खाने हैन अनि स्याउ त अहिले खाने जति भएको छैन अरु पनि ऐसेलु सैसेलु के भन्ने हुन्छ के जंगलमा मस्त खाने टनक्कै हो के पुरा